चाहिँ यथार्थ कहानी है, कसैको बनावटी होइन, जस्ताको तस्तै मैले भनेको। हरेक छोरा मान्छे, परदेशिएको छोरा मान्छेले आफ्नो परिवारबाट केही त्यस्तो चाहिएको हुँदैन। बस श्रीमतीबाट मिठो 2 शब्द, छोराछोरीबाट एउटा बुबालाई गर्नुपर्ने सम्मान र बाउले हाम्रो लागि गरेको कदर, हाम्रो लागि कति धेरै गर्नुभएको छ भन्ने त्यो 2 शब्द, मिठो शब्द मात्रै उसले चाहेको हुन्छ। श्रीमतीले फोन गरिराखोस्, कस्तो छ हजुरलाई भन्नुहोस्, मिठा 2 शब्द, हँसिलो अनुहार, खुसी साथ आफ्ना मनका कुराहरू व्यक्त गरोस्, त्यति मात्रै चाहेको हुन्छ। परदेशीको व्यक्तिको एउटा सहारा भनेको मोबाइल हुन्छ। मोबाइलमा उसले आफ्नो परिवारलाई हेर्छ, आफ्नो देशको लागि के भइरहेको छ, कस्तो भइरहेको छ भन्ने हुन्छ। स्वदेशमा हुने, आफ्नो देशमा हुने उसको लागि परिवार, आफन्त, छर छिमेक, इष्टमित्र सबै हुन्छ। तर परदेशीको छोरा मान्छेको एउटा सहारा भनेको जस्ट एउटा मोबाइल हुन्छ। उसले श्रीमतीलाई सम्झेर फोन गर्दा पनि झर्को फर्को गर्ने, फोन नगरे पनि हुने, बस पैसा पठाइदियोस्, यसको त बोली सुन्न नपरे हुने भने जस्तो गर्ने। पैसा चाहिँ कमाओस्, मिसिन जस्तै पेलिएर कमाओस्, परदेशमा त्यो मरोस्, बाँचोस्, खाओस्, नखाओस्, त्यो कुनै फरक पर्दैन क्या। अनि त्यही श्रीमतीका तीता शब्द, श्रीमतीको नराम्रो व्यवहार, श्रीमतीको गलत सोचले गर्दा त्यो परदेशीको व्यक्ति भित्रभित्र डिप्रेसन हुन्छ। डिप्रेसनमा गएर कतिपयले त आत्महत्या पनि गर्छ। आत्महत्या गर्ने अवस्था आइसक्दा अब म मर्छु है, म सक्दिनँ अब तेरो टर्चर सहन भन्दाखेरि पनि त्यो श्रीमतीलाई कुनै फरक पर्दैन। धेरै दुःख र धेरै पीडा सहेर परदेशिएका छन् दाजुभाइहरू, डिप्रेसन भएर झुन्डिएर मर्ने स्थिति हुँदाखेरि पनि मुस्कुराएर काम गरेर त्यो परिवारको कर्तव्य पुरा गरेका हुन्छन्। तर त्यो परिवारले चाहिँ कहिले त्यो कर्तव्यको महसुस नै गर्दैन क्या।